यो अगाडि मोबाइल स्क्रिनमा देखाएको फेसबुकको प्रब्लम इस्यु कसरी आउँछ र यो सल्भ कसरी गर्न सकिन्छ भनेर म आज तपाईलाई सिकाउँछु। ढिला नगरी म तपाईलाई मेरो मोबाइल स्क्रिनमा देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। आउनुहोस् मोबाइल स्क्रिनमा हेरौँ। अब सबभन्दा पहिला तपाईँ आफ्नो फेसबुक ओपन गरिसकेपछि तपाईले यहाँ म तपाईलाई देखाउने छु यो इस्यु चाहिँ कसरी आउँछ र प्रब्लम कसरी इस्यु कसरी आउँछ र यसलाई सल्भ कसरी गर्न सकिन्छ भनेर म तपाईलाई देखाउँछु। र प्रोफाइलमा गएर देखाउँछु तपाईलाई एक्जाम्पलको। तपाईको यो भिडियोमा इस्यु आउँदैन हैन। तपाईले यो जुन यसरी गुड मर्निङ यसरी टेक्स्ट लेखेर हाल्नुहुन्छ यस्तोमा यसमा चाहिँ यो इस्यु आएको हुन्छ। तपाईले देख्न सक्नुहुन्छ दिस पोस्ट रिच कुड बी इम्प्रुभ लर्न हाउ टु इम्प्रुभ योर कन्टेन्ट रिच लर्न मोर भनेको छ हैन। तपाईले अरु यस्तो फोटो हालेर गर्नुभएकोमा चाहिँ यस्तो प्रब्लम आउँदैन है। यहाँ देख्न सक्नुहुन्छ यसमा आउँदैन। यो प्रब्लम आउने भनेको खासमा यस्तो यो तपाईको यो टेक्स्ट मात्र तपाईले लेख्नुहुन्छ जब टेक्स्ट मात्र लेखेर हाल्नुहुन्छ कुनै फोटो हुँदैन यसमा चाहिँ यस्तो प्रब्लम आउँछ। यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ फोटोमा ई जस्तो देखाएको छ। यहाँ फोटो देखाउनु पर्ने ठाउँमा यहाँ देखाएको छैन। अनि यस्तो पोस्टमा चाहिँ तपाईको यसरी यो दिस पोस्ट रिच कुड बी इम्प्रुभ लर्न हाउ टु इम्प्रुभ योर कन्टेन्ट रिच भनेर यस्तो प्रब्लम इस्यु देखाउँछ हैन। यसमा चाहिँ यसरी टेक्स्ट मात्र लेखेर गर्नुभएको ठाउँमा चाहिँ यस्तो इस्यु आउँछ। त्यही भएर तपाईले टेक्स्ट मात्र नलेख्नु होला। अनि तपाईले कुनै पोस्ट हाल्दाखेरि कुनै न कुनै फोटो राखेर अनि त्यसमा टेक्स्ट लेख्नु होला। अनि त्यसरी लेख्नु भइसकेपछि चाहिँ तपाईको यहाँ यस्तो इस्यु आउँदैन। तपाईले यहाँ देख्न सक्नुहुन्छ मेरोमा यहाँ देख्नुभयो फोटो हालेको ठाउँमा चाहिँ त्यस्तोमा कुनै प्रब्लम आउँदैन। वी डिडन्ट डिटेक्ट एनी कन्टेन्ट इस्यु ग्रेट जब भनेर यसरी देखाउँछ। तपाईले यसरी चाहिँ टेक्स्ट मात्र चाहिँ नहाल्नु होला। तपाईले यसरी यो प्रब्लम चाहिँ सल्भ गर्न सक्नुहुन्छ है। तपाईलाई मेरो यो सानो जानकारी कस्तो लाग्यो कृपया भिडियोलाई लाइक शेयर कमेन्ट गर्नु होला। अनि यस्तै नयाँ जानकारीका लागि चाहिँ मलाई फलो अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।